आज ढुङ्गा झरिरहेको बाछाले भ्लग यस्तै उखाड ज्यान चाहिँ अलि So hello and namaste, it's your boy Sanu. Welcome back to the channel and welcome back to another exciting episode of Sanu Vlogs. है बिचमा भिडियोहरु आएको थिएन ड्यू टु माई सम पर्सनल रिजन्स एन्ड स्टिल केही समयपछि फेरि भ्लगिङ सुरु गर्दैछु अनि अहिले चाहिँ म एक्लै नभएर मेरो साथी चिन्नुहुन्छ होला यो दिस इज एबिटी टोनी लामा है एके टोनी लामा छैन नि त अब त्यो तल्ल छुट्टी मिलाएर है सो अहिले चाहिँ हामी एकछिन यसो शनिबारको दिन छुट्टी लेट्स गो आउटसाइड भनेर चाहिँ निस्केको छौँ कहाँ जाँदैछौँ भन्ने थाहा छैन एकदम बल छ नि धेरै चिसो पनि छैन हैन धेरै गर्मी पनि छैन अनि तैपनि जाडो राति चाहिँ बेलुकाले जाडो हुन्छ भन्ने छ हैन मालबोगी लाइट भित्र पनि अनि फेरि भाइरस देखि भनेर जो स्टे ट्युन कहाँ जाँदैछ के गर्दैछ भन्ने कुरा तपाईँहरूलाई भिडियोमा हेर्दै जाँदा थाहा पाउनुहुन्छ है त स्टे ट्युन छ त्यसको लागि हेर्दै बस्नु होला अहिले भेट्छ हामी एकदम चढ्यो कहाँ कहाँबाट भने पनि चढेर आइयो उताको स्टेसनै कस्तो भने एयरपोर्ट जत्रो छ क्या आमा ओसाकाको एयरपोर्ट त अझ सानो यो हेरिकन अब स्टेसनमा ओर्लेर वेट गर्दैछौँ ट्रेन आउन बाँकी छ खाजा केही खाँदैन यसो चिकन गोता कोला त्यही ट्रेन यता आउने त्यही ट्रेन जाने रहेछ क्या होइन यो अर्कै हो नरिमा ऊ त्यसमा आएको हामी ल स्टेट्युन आइदियो फाइनल्ली आइपुग्यो डाँडा पाखा चढ्न आइदिएको है कति बजार है भनेर अरे के फ्रेस भइदियो धुवा धुलो है ओए उहाँ हेर्नु ओए सिक्किम वाला फिल आइदियो यार मलाई चाहिँ यो ओके यस्तरी आइपुग्यो साइड लगाएर के कोकको त्यो मार्केट घटेर मैले खाइदिएकै आएर अब भ्यालु बढ्ने भयो कोकको ओनर देखिरहनु भएको छ नि स्पोन्सर दिस मतलब हामी जाने भने चाहिँ यही हो ऊ त्यो झर्ना ठाउँमा यस्तो ठाउँमा जाने भने स्टेट्यु नै हामी चाहिँ अहिले यहाँनिर छौँ यहाँबाट माथि जाने भने यहाँ खै है यो आई थिङ्क बन्द भएको होटेल हो के हो थाहा भएन तर वर्किङ कन्डिसनमा चाहिँ छैन सिम्स लाइक रियली ओल्ड बिल्डिङ ठाउँ चाहिँ यस्तो सब ओर्लिरहेको हामी मात्र माथि चढिरहेछौँ यसै आधा घन्टाको ट्राभल छ ट्राभलिङ टु जापान ओइ बाइक हेर कस्तो फिल भइरहेछ कुकी का सामुही ओए ओए के हो व्हाट इज दिस सिरियो मिनिस्टर ओ सिटी लाग्यो ए पपकर्न आई थिंक ए मिनो होटल यो रहेछ नि त नि आई थिंक सो हाई भन्ने छैन त अश्यो हाई अश्यो यस्तो सब फर्किरह मात्र चढिरह भालु आउँछ कि आउँदैन तुम्बा एकदम स अलि दौडौँ है हामी यस्तो मान्छे धेरै भालुमा बस्नु चाहिँ भालु आयो भालु सानो खालको भालु त के आएको छोटा भालु Searching for a longer day. People feeling like the light has just come. We must never stop the way. Birds jumping and I hear my name. This is so damn yeah, है ना? Oh.
maintain. We must merely make a start. Savannah, I'm coming home. Savannah, we'll never be alone. Savannah, the beauty of the world. Savannah. कति न सर्टकट भनेर आएको जङ्गलको बाटोतिर हिँड्न नसकेर थाकेर यहाँ चाहिँ ताकि वा छिरागा वा त्यसका अनि त जाइनुहोस् पढ्नु है किसी त्यताको राम्रो बाटो छोडेर यो यसैले गर्दा यताबाट एक पनि आएछ भनेर साला गोरेटो बाटो आयो तर इट वाज नाइस है। अघि त्यो बाजेलाई सोधेको बाटो त यही हो अरे तर अझै 10 मिनटको हाराहारी छ अरे। आयो अरूसँगको बाटो आयो। बाटोमा यस्तो साह्रै कोही त छैन नि कोही छ मध्य जङ्गलमा यो अनि म उता पारिपट्टि छ है देख्नु भएको छैन क्यामेराले त क्याप्चरै गर्न सकेन। अब मलाई चाहिँ यो हिँड्दाखेरि चाहिँ के लागिरहेको भने म चाहिँ नेपाल हुँदा के अरे बिबिएस 4th इयर थियो त्यो बेला चाहिँ हामी पुनिलको ट्रेकिङ गएको थियो अनि ट्रेकिङबाट फर्किने बेलाको याद आयो। यस्तै टाइम थियो फरक यति छ त्यहाँनिर थुप्रो क्या 200 मिटर छ अनि इभन है जङ्गलमा सधैँ यस्तरी चाहिँ बाटोमा के जाली हाल्दै हो भने हेर्नु माटो साटो नझरोस् भनेर। अनि हामीलाई चाहिँ अघि नोटिसमा चाहिँ के थियो नि चिउरी बोर्ड यानि कि नोटिस बोर्डमा चाहिँ थियो नि लायन्स आयो भनेको थियो। के हुन्छ स्टे ट्युन है त। डर त छैन तर भने पनि डर आउनु चाहिँ पर्ने हो। के स्टे ट्युन है त स्टे ट्युन है। आइसक्यो इन्डिङै त्यहाँ कहाँ त गयो विन्डी कहाँ त हुन्छ त्यहाँबाट यसको यस्तो बल्ल 10-15 मिनटको हिँडाइ र दौडाएपछि चाहिँ घर देखायो। माथि ढुङ्गा झरिरहेको बाछाले दौडेपछि भ्लग यस्तै ज्यान चाहिँ अलिक मान्छे होस् नहोस् आशालाई टोइलेट चाहिँ बनाइदियो ताकि ए आइपुग्यो। गोरे गर्छ यहाँबाट आइपुग्यो। उता रहेछ बाटो लामो लघुमा एउटा गइरहेको फेरि यही बाटो एक्लै आइरहेको बल्ल मान्छे आइपुगेर स्टेडियम नै त आइपुग्यो। त्यो त जङ्गल बाटो हिँडेर आइपुगेन स्टेडियम मान्छेको भिड चाहिँ देख्यो। I don't know, अझै कति टाइम छ।
यहाँ त फोन पनि काम गर्दैन आइपुग्यो है कहाँ भन्दै ओइ ओइ तुम्बा यहाँबाट फर्किने अब हामी माथि के हो जाने एकचोटि यता अझै पनि डराइरह यो तुम्बा बिहान केही खाएर आएको म केही नखाएको मान्छे फेरि कसम के खादैन भन्ने नि एउटा उसीमा हुन्छ नि झुटो बोल्ने कालो होइन तुम्बा कालो छ फर्केको हामी अब यो लास्ट झर्ना जलबिरे झर्ना फर्केको ल कुलमान दाइ तपाईँले यस्तो कहिले गरिदिने कि जङ्गलमा बत्ती यति चल्दैछ तर यतिखेर पनि हामी आउँदाखेरि चाहिँ के फिल गर्थ्यो नि अब त बन्द हुन्छ होला जस्तो लाग्यो हामी फर्किने बेला नि अझै मान्छे आइरहेको इट वाज सच के भनौँ थिङ अब सकिङ थिङ है यति राति पनि अब जब कि जापानमा चाहिँ अहिले भालुको बिगबिगी जङ्गली भालुको बिगबिगी होइन त तुम्बा जङ्गली भालुको बिगबिगी चलिरहँदाखेरि पनि तर हामीले आज जङ्गलमा दुईटा भालु देख्यौँ त्यो दुईटा भालु देख्यो त्यति देर भने क्या त्यो क्याकुले बोकेर ल्याउँछ त्यस्तो खालको बेस भएर चाहिँ चिसो भएको छैन अहिलेसम्म त्यो उकाल चढेर तातो भएर होला है पसिनाले चिसो हानेर अनुहार त देखिरहेको छ नि गोरा चिट्टा सिरो कुत्ते तामारा नाइ आइसक्यो डाइभर्जन यही यसैले गर्दा हो डाइभर्जन हामी जङ्गलको बाटो चाहिँ दौडिनु पर्यो किन भन्दाखेरि चाहिँ यहाँनिर लेखेको थियो मिनो हो यताबाट मिनो वाटरफल भनेर यताबाट गएको यही बाटो जाने सब यताबाट गएको हामी यताबाट गइदिएको जङ्गलको बाटो के अरे भालु गर्जेको होइन त मिनो एकी त्यो कोएन जो हाना जोनो निहोङको उमाइदिस ल फेरि त्यो नेपाली भएपछि पारा देखाउनु पर्ने हल्ला गर्दै तर अनुहारमा तेरो अनुहारै देखेन है यो भोइस ओभर गरे है हामी बोलायो होइन यस्तो उहाँ बत्ती मुनि ए अनि देखेन ल कोही रातो पुल हेर्नु त्यहाँ काठमाडौँको रातो पुल रमाइलो गर्दै आयो होइन यताउति गइरहेको थियो अनि विशाल हामीहरू पछि थियो लास्टमा कहाँ पुग्यो भनेर म हेरिरहेको थिएँ क्या यता जान्छु त यता पनि छैन जान्छ यता पनि छैन ओ विश्वास हेलो हेलो मुसी